यो चाहिँ चाइनाको एउटा गाउँ हो। चाइनामा चाहिँ तेलहरू अनि त्यसपछि ग्यासहरू चाहिँ एउटा ठाउँबाट अर्को ठाउँ ओसार पसार गर्न यस्तो किसिमको लोकल ट्रेन भनौँ कि कस्तो ट्रेन भनौँ, एउटा प्रोभिन्सदेखि अर्को प्रोभिन्समा चाहिँ यस्तो ट्रेनहरू, विद्युतीय ट्रेनहरूले चाहिँ सामान ओसार पसार गर्ने गर्छ। यसले अब कस्ट पनि कम हुन्छ, धेरै कुराहरू कम हुन्छ क्या। त्यसैले चाइनाभरि नै यो रेलवे लाइन फैलिएको छ। नेपालमा पनि अब चाइनिजले चाहिँ बोर्डरसम्म बनायो भने ट्रकमा 8-10 दिन लाग्ने, 10-15 दिन लाग्ने सामानहरू पनि यसरी कन्टेनरमा हाम्रो नेपालको बोर्डरसम्म पनि एकदम चाँडै चाहिँ आउन सक्ने हुन्छ। कितना लम्बा है बे? क्या तार है इसमें? चाइना ये कंटेनर वाला है, कंटेनर 50 कंटेनर है।